भारतबाट बिरामी भएर माइत गएकी श्रीमती एकाएक माइतैबाट सम्पर्क विहीन भएको खबरले हिमाचल प्रदेशको कुल्लु अन्तर्गत चुनागाईमा रोजगारी गरिरहेका श्रीमान चिन्ताले हैरान भएका छन्। तस्वीरमा देखिएकी महिला जाजरकोट जिल्लाको वार्ड नम्बर 4 बारेकोट गोठ गाउँका हरिबहादुर चलाउनेकी श्रीमती बिमला चलाउने हुन्। उनी गत पुस 16 गतेबाट 3 वर्षको छोरालाई सँगै लिएर बेपत्ता भएकी छन्। श्रीमती हराएको खबरपछि खोजीका लागि ठाउँ ठाउँ चाहरिएर मूलपर्वा अखिल भारत नेपाली एकता समाज नगर समिति रामपुर बुसर अन्तर्गत एरिया समिति दत्तनगरमा पुगेका हरिबहादुर चलाउनेले श्रीमती बिमला चलाउनेको खोजीमा सहयोग गरिदिन हार्दिक अपील गरेका छन्। हरिबहादुरले बताए अनुसार उनको 7 वर्ष अघि बिमलासँग विवाह भएको थियो भने दुवैजनाको 5 वर्षकी छोरी र 3 वर्षका छोरा रहेका छन्। केही समय पहिला कुल्लुको चुनागाईमा रोजगारी गरिरहेका दुवैजना मध्ये श्रीमती बिमला एकाएक बिरामी भइन्। उनका श्रीमानले उनलाई अस्पताल जाऊ भन्दा उनले माइती देउता लागेको भन्दै माइती देउता मान्ने भनेर माइत गएकी थिइन्। तर माइतबाट गत पुस 16 गतेदेखि उनी सम्पर्क विहीन भएको बताइएको छ। हरिबहादुरले श्रीमती माइत जाँदा 1 तोला सुन र 12,000 नगद लिएर गएको बताएका छन्। उनले श्रीमतीलाई सम्पर्कमा आउन आग्रह गरेका छन्। श्रीमान हरिबहादुरले आज 8 जुन 2026 का दिन रामपुर बुसर पुलिस थानामा खोजीका लागि लोकेशन हेर्दा उनको लोकेशन भारतकै महाराष्ट्र राज्य बताएको भन्दै मूलपर्वा अखिल भारत नेपाली एकता समाज रामपुर बुसर नगर समिति अन्तर्गत एरिया समिति दत्तनगरलाई खोजीका लागि निवेदन दिएका छन्। श्रीमतीको माइतीमा फोन गर्दा कहाँ गएको कसरी हराइन् भन्ने केही जानकारी नपाएपछि खोजीका लागि मूलपर्वा मार्फत मिडियामा आएको बताएका छन्। उनले कसैले पनि आफ्नी श्रीमती बिमला चलाउनेलाई कतै देखेको भए तल स्क्रिनमा दिइएको सम्पर्क नम्बरमा जानकारी दिन अपील गरेका छन्। नमस्कार, मेरो नाम हरिबहादुर चलाउने हो, जाजरकोट जिल्ला हो, गाउँपालिका 4 हो, वार्ड 4। हजुर सर। तो हजुरको श्रीमती भाग्य हैन? हजुर सर। त्यो कस्तो कहीँ मार्केट भयो कि तपाईँ झगडा गर्नुभयो त्यस्तै के हिसाबले गयो माइती? नै त्यति झगडा त भए त पहिले एक पटक भयो त हो। त्यो भएर अब माइती अब पहिला झगडा भयो। झगडा भइसकेपछि अब अस्पताल जान्छु भने अस्पताल 3 जना अनि भनेर माइती देउता लागेको छ, म बिरामी छु भनेर माइती देउता मान्नु भनेर अब गइसकेपछि जानुभयो माइत गएर पठाएँ। मैले भाडा साडा गरेर पठाएँ। अनि छोरा लिएर पनि गएछ, छोरा सानो छ। अनि त्यो भएर अब सम्मकै दिन भयो। सिन्बर दिन भयो नि? हजुर सर। तो तपाईँलाई माइतीले आरोप त लगाएको छैन? केही लगाएको छैन। अहिलेसम्म बहिनी छुन्जेलसम्म फोन गर्थे, इन्डियाबाट पनि गर्थ्यो, माइतबाट पनि गर्थ्यो। तर छोरी हराएबाट अहिलेसम्म मलाई जानकारी दिएको छैन। त्यो हजुरको जेठान हुनु यहाँ बस्नु? हजुर सर। त्यो जेठान कहाँ छन् अहिले? अहिले अनियामा छन्। आन्नी? हजुर। हिमाचल प्रदेशको आन्नी, कुल्लु जिल्ला आन्नीमा होइन? आन्नी। त्यो जेठानले के भन्नुभएको? जेठानले जो बस्नु गर अनि मलाई थाहै छैन भनेको छन्। अब यहाँ इन्डियाको खबर सुने कि 4 दिन आएर मेरो साथ बस्यो भन्ने खबर सुनिसकेको छ अहिले। तो तपाईँले रामपुर नगर समितिमा केस गर्नुभएको छ नि मूलपर्व अखिल भारतीय नेपाली समाजमा? हजुर सर। ठिक छ, तपाईँको हामी अवश्य दिलाउँछौँ होइन, मिडियामा अहिले दिन्छौँ। र तपाईँको छोरा कति सालको? 3 सालको। 3 सालको छोरा होइन? हजुर सर। 3 सालको। त्यसमा हजुरले कोही मलाई भन्नुभएको थियो कि कोही मेरो सोना चाँदीमा लगाएको छ, कति हो त? सुन चाँदी त 1 तोला सुन मात्रै हो होइन? अनि भाडा अब 12,000 रुपियाँ भाडा दिएर दिनुभयो होइन? हजुर सर। 1 तोला सुन साथमा? हजुर सर। त्यो सुन छ। ठिक छ, म तपाईँलाई यो सम्पर्क नम्बर तल दिएको छ होइन? हजुर सर। यो नम्बरमा सम्पर्क गरिनु होला भन्दै हजुरलाई अब हामीले दिएको छ। र हाम्रा यहाँ रामपुर नगर समितिका सहसचिव हुनुहुन्छ हाम्रो भावना सिंह, र उहाँले पनि महिलाप्रति हुनुहुन्छ, तर उहाँले पनि तपाईँको लागि साथ दिनुहुन्छ होइन भन्दै हामी मिटिङमा पठाउँछौँ है। त्यही भने हस्, धन्यवाद है। ल।